Hello guys, welcome back to our channel है आज चाहिँ we are going on an adventure र एडभेन्चर भन्ने बित्तिकै पानी पर्न पनि सुरु भइ नै सक्यो अघि हामीले भाटबडीमा शपिङ गरेर खानेकुराहरू सबै लोडेड गरेर अब we are heading towards भैरवकुण्ड है आजको हाम्रो यात्रा हुनेछ चाहिँ भैरवकुण्डको पुरा भिडियो हेर्नै होला तपाईहरुलाई सँगसँगै लैजान छौं बाटो के कस्तो छ के अवस्था छ भनेर हामी पुरा डिटेलमा भन्ने छौं है र त्यही हो आज हामीसँग छ सुशान्त साक्य एलेक्समा र भित्र सुजन छ है र भित्र मसँग छ मेरो ड्याड है ड्याड हेलो भन्दिनु त हेलो र अब राइट नाउ वी आर इन लुबु हामी चाहिँ यहाँबाट अब लुबु हुँदै लाकुरे भन्ज्याङ हुँदै पनौती निस्केर बनेपा निस्किन्छौँ किनकि त्यहाँ एकदमै ह्युज ट्राफिक छ नि त त्यही भएर चाहिँ त्यो बाटो स्किप गर्नलाई चाहिँ हामी यो रुट आइरहेको यो रुट पनि रमाइलै छ अलि मतलब भनौँ न अफ रोड पनि छ पानी पनि झन् परिसक्यो के भनेको गजब बेइज्जती है धन्न अन टाइम ल्यान्डस्लाइड क्लियर गरेछ धन्यवाद छ हाम्रो जेसीबीलाई हाम्रो यात्रा फेरि कन्टिन्यू होला जस्तो है आज चाहिँ के होला ओ यो बाटो अब कता पुग्छ त्यत्रो घुमेर आयो बनेपा पुग्यो हामी बोल्न है 5 खालमा मुस्ताङको जस्तो मिठो दाल भात खाँदैछु एकदम भोक लागिसक्यो 2:30 भइसक्यो ल खम ल गाइस हामी चाहिँ अब 5 खालमा खाना खाएर कति बजे 3 बजे ठ्याक्कै निस्क्यौँ अलि ढिलो नै भयो सायद आज बगाम भन्ने ठाउँसम्म पुगिन्छ कि नट स्योर आदि चौर पुगेको अवस्था है त गाइस यताबाट कालिम्चोक जान्छ दोलखा अनि हामी चाहिँ सिधै जान्छौँ टुवर्ड्स 12-20 ठुल्ठुलो ट्रकहरू आएर लास्टै ट्राफिक छ कति बज्यो अहिले 4 बजिसक्यो खाडी चौर पुग्यौँ हामी चाहिँ अब ठ्याक्क 12-20 आइपुग्यौँ बाटो एकदमै सफ्ट थियो सजिलो थियो नो वरी रमाइलो भइरहेछ अहिलेसम्मको यात्रा अब यहाँबाट चाहिँ कति के टाइम लाग्छ भन्ने कुरा हो पसल खोजिरहेको पसलले छैन त रुकिँद कोटे खोला बोर्डरल्यान्ड रिजोर्ट कटेर अब भोटेकोसी पनि कटेर गौरी शङ्कर कन्जर्भेसन एरिया एज यु क्यान सी अन द बोर्ड है यो क्रस गर्दैछौँ लास्ट रिजोर्ट पनि अगाडि आउँछ अब ल गाइस हामी चाहिँ लास्ट रिजोर्ट आइपुग्यौँ तल 12-20बाट माथि चाहिँ बाटो धोस्दै छ तर पनि नर्मल कारहरू आउनु त आइरहेछ चाइनिज इलेक्ट्रिक कारहरू टन्नै आइरहेछ आउँदै नआउने त होइन तर बाटो अलिक खतमै छ तर ठिकै छ गाइस बाटोको स्थिति यस्तो छ खोलाको बाटो छ माथिको बाटो पुरै धसेकोले तलको खोलाको बाटो युज गरिरहेको छ अहिले दिस इज भोटे कोशी रिभर
गाइस सुरु भयो हाम्रो अफ रोड एडभेन्चर। गाह्रो भो अब बचाए। ल सक्यो वान डाउन। अब अर्को एक्सपिरियन्स काउन्ट्स नि त।
6:45 भइसक्यो अझै पुगेको छैन बाटो चाहिँ यस्तो छ अहिले एकदमै अफरोड छ राति त झन् भयानकै छ यो बाटो टर्निङहरू एकदमै गाह्रो रहेछ अल टाइम 4 व्हिलमै राखेर जानु पर्ने रहेछ यो बाटो ल गाइस हामीले आज सानो कम्पाउन्ड भएको ठाउँ बास बस्नलाई आएको छौँ अब हाम्रो बसोबास यही होला ल आजको लागि फर्स्टमा चाहिँ हामी यसमा दाल पकाउँछौँ अनि दाल खनाएपछि भात पकाउँछौँ र आजको डिनर लिस्टमा छ दाल भात र चिकनको अचार विच इज के हो त्यो बोतल होइन प्याकेटवाला रेडिमेड पान्जीको अचार This is our rice. Hot. Check के बात. ल शुभरात्रि ल अब हामी सुत्दैछौँ सन्नी जाँदैछ हाम्रो छिमेकी आजको लागि रातिको लागि ल गुड नाइट ओके ल The next day. गाइज स्टार्ट अफ डे 2 अब वी आर हेडिङ टुवर्ड्स बगाम त्यसपछि जोकर मोकर अनि त्यसपछि नियरली 2 आवर्स हाइक पछि चाहिँ भैरवकुण्ड बल्ल पुग्छ सो लेट्स स्टार्ट द डे विथ द गुड एनर्जी लेट्स गो हाम्रो नाम के अरे पदम बहादुर श्रेष्ठजी धेरै धेरै थ्याङ्क यू अब उहाँकै हामी ठाउँमा बसेर चाहिँ उहाँले स्पेस दिनु भएर हामी चाहिँ एकदम सेफ फिल भएर मजाले क्याम्पिङ बस्यौँ है र हाम्रो नवाङ शेर्पा दाइ उहाँलाई पनि धेरै धेरै धन्यवाद है त दाइ फेरि भेटौँला दाइ हामी है त धेरै धेरै धन्यवाद हामी लाग्छ है नै भेट्न भेटौँला हजुर पछि फेरि आउने बेला हजुरलाई धेरै धन्यवाद हामी भैरवकुण्डको एकदम शुभयात्रा हजुरलाई धन्यवाद धेरै धेरै घुमेर रमाइलो गरेर पोखरीमा दर्शन गरेर आइदिनु होला यसमा नै धेरै खुसी छ मलाई हजुर हुन्छ अहिले के थाहा फर्किने बेला फेरि यतै फेरि आउनु कि हामी होइन यति खुसी लाग्यो हजुरले यसो राम्ररी व्यवस्था मिलाइदिनु भयो हजुर हजुर फेरि पनि के अरे बास बस्नु पऱ्यो भने टाइमले तल जानु भ्याएन भने आएर यसरी बसिदिनु भयो भने बस्नु पायो भने अझै पनि खुसी लागिरहेको ए हुन्छ हजुरले त्यति भनिदिनु भयो हामीलाई बढी के चाहियो 1 hour later. बाटो छैन यार साँच्चै हो होइन होला असफल यात्रा कहिले हिजो गएको हो कि हिजै गएको होला छोट ल्याएको छु यहाँ वाल लगाउनु नयाँहरूलाई थाहा हुनुपर्ने
ल अब हामी ब्याक गर्दैछौँ। ल अलि आश जागेको छ, नयाँ अल्टरनेट रुट छ अरे। जक्सन छ नि हो यही तल त्यहाँबाट सिधै जाने यो रोड निक्लिने हो होइन यो तलको यो रोड निक्लिने त्यो उता सामुखानी हाम्रो गाउँ पुग्छ त्यहाँबाट माथि हाने गुम्बा सगम निक्लेर आखिर पुग्लिनु माथि नै एउटै हो बाटो यो बाटो पुग्छ अरे। के हो बगम भनेको त्यही हो होइन त्यहाँ पुग्नु त्यहाँबाट घुम्नु गयो भने त्यही पुग्ने तल गयो त्यही पुग्नु ल अलिकति आस पनि जागेको छ। ल निस्किहालौँ। आउँदैन होला हतबाट अहिले नै ट्र्याक त खोल्दैन बाटो त नखोल्ला तर पनि अब भर्खर सुरु भइरहेको छ होइन यस्तो बर्खामै सुरु भइरहेको होला है अनि त कति बजीतिर आउँछ काम गर्ने उयो डोजर चलाउनेहरू? काम गरेर अब उनीहरूको ठेगान हुनुहुन्थ्यो ठेगानले काम गर्नु लाग्यो हो तल पनि लगाइ लेटेस्ट न्युज अल्टरनेटिभ रुट छन्दै रहेछ अलि तलबाट तर अलि धेरै नै हुनुपर्ने भएको रहेछ। अल्टरनेटिभ राउट चाहिँ यो रहेछ यता देखाइदिँदै एकचोटि हामी चाहिँ हिजो यहाँबाट सिधै माथि आयो कि खास यहाँबाट यस्तो राइट टर्न लिने रहेछ धन्न नत्र हामी त आशै मरिसकेको थियो फर्किनु पर्यो भनेर तर अन्त अल्टरनेटिभ रोड अब यहाँबाट चाहिँ अलिक धेरै घुम्नुपर्ने रहेछ तर केही छैन एटलिस्ट ठाउँमा त पुगिन्छ। ल पुरै जङ्गल सफारी हुँदैछ हाम्रो नयाँ ट्रेलबाट। हामी आउने बाटो चाहिँ ऊ यहाँबाट रहेछ अघि बन्द भएको ट्र्याक चाहिँ उयो हामी चाहिँ ठ्याक्कै यो गुम्बाबाट तलको बाटो भएर आयौँ अनि यो गुम्बाको लेफ्ट साइडबाट आउने रहेछ अघि बाटो बन्द भएको ठाउँ चाहिँ तर वी ह्याड अ होप हेर्छु है के हुन्छ आशा चाहिँ छ जारी छ आशा चाहिँ जारी छ तर त्यही हो धेरै त के होइन अलिकति टाइम लस भयो भनेर मात्रै हो तर वी आर ब्याक अन द ट्र्याक। अब चाहिँ यही हो बगाम पुग्ने मेन ट्र्याकमै छ अहिले चाहिँ अब हामी माथिबाट चाहिँ यस्तो फेरि वी हेभ टु स्टप सायद बाटो बिग्रेको कि गाडी बिग्रेको के हुँदैछ अगाडि हामी यति इन्क्लाइन भइसक्यो कि हाइट हिजो बसेको ठाउँभन्दा क्लाउड पनि क्या मजाले सरिरहेछ कि माथिबाट चाहिँ आनी गुम्बा Meanwhile, चढाउनु 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 त्यसमाथि चढाउनु
यो ढुङ्गा चढा न, ढुङ्गा माथि चढाइदे। जान्छ जान्छ जा। स्कुटरहरू पनि आउँछ। इफ गाडीको छैन भने स्कुटरबाट पनि आउन सकिन्छ है। Hats off to these people. मुटु बलियो छ भने चाहिँ सकिन्छ है। माउन्टेन ड्यू अलिअलि खाँदै आउने, दर्के आगे जिते भन्दै। ल ल त्यही अड्क्यो। हिँड्नु अलिक पसल लगे पनि हुन्छ। त्यही घुम्यो। जा जा जा, छ छ छ छ, जा जा जा। उड्यो, यतापट्टि उयो पर्यो क्या। ल ल ल, आयो 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 ल। 달리는 게 같네. नेक्स्ट ट्र्याक हालेर ट्राई गर्ने त त्यो गाडा पनि उल्टै गर्ने। ट्र्याक्सन बोर्ड हाल्नु पर्यो जस्तो। ल ल पछि त्यो हालेर ट्राई गर्छु ल। बत्तल जान्छ ल। तलबाट सिधा आउँछ।
Got it. ल अब हाम्रो छोराको पालो ये बड़े मटर गाह्रो छ अफ रोड गाह्रो छ ल केटो एक सासमा तान्दै बिस्तारै बिस्तारै Done and dusted. What? ल कस्तो भयो त सरी ओइ कुरै नगर्नु यस्तो छेउमा थियो पुरै लेफ्ट राइट गर्दाखेरि पनि गइरहेको थिएन म त अफ द ट्र्याक जाला भनेर एकदम डर लागिरहेको थियो कि राइट साइडतिर जाला भनेर लेफ्ट साइड गए त केही थिएन राइटतिरको जाला भनेर दियो तर ठिक छ कट्यो अब अगाडि अझै बाँकी छ कि रोडको हालत यस्तो छ केही देखाएको छैन अन्धकार छ बाटो फुल अन अफ रोड भइरहेछ यहाँ एउटा म्याप आइपुग्यो बागमारा अनि भैरवकुण्ड यो चाहिँ भैरवकुण्ड राइटमा जानु पर्यो ल गाइस फाइनल चढाइ we are almost at the top we are almost at the top right 3900 meter above the sea level finally guys सक्यो हाम्रो चढाइ चोकर पोखरमा पुगिसक्यौँ 3900 मिटर अबभ द सी लेभल गाह्रो रहेछ बगामबाट माथि चाहिँ एक्सट्रिमै अफ रोड छ सो बेटर टु नट कम विथ द नर्मल भेहिकल है बाइकहरू छ भने चाहिँ डट बाइकहरूमा चाहिँ ठिक छ तर गाडी पनि फोर विलरै भए पनि नर्मल एसयुभी फोर विलरमा चाहिँ हुँदैन एकदमै गाह्रो छ ल गाइस पानी पनि पर्न थाल्यो फाइनल हो हाम्रो भेहिकल राखेको हो यहाँबाट चाहिँ हाम्रो हिँडाइ सुरु ल कुण्डको बेस क्याम्प स्टेसनमा अब लन्चको लागि प्रेप गर्दै हाम्रो पछाडि सनी पासा खुसीले नाच्दैछन्
कुण्डको यात्रा अगाडि यसो बिहानदेखि केही खाएको थिएन, ब्रेकफास्ट गरेको थिएन। अब माथि यहीँ पार्किङमै अक्सिमिटर पनि ल्याएको छ हामीले, इनकेस अक्सिजन कम लो भयो भने। हाम्रो यो चाहिँ सन्नी चाहिँ आज यहाँ बसेर अन्डा बेच्दैछ। अन्डा चाहिए अन्डा। अब यो चोकर मोकरबाट माथि भैरव कुण्डतर्फ ट्रेकिङ सुरु भयो हाम्रो। हामीले चाहिँ गाडी त्यहीँ पार्क गरेर दिँदा एकदम फ्ल्याट ग्राउन्ड रहेछ, रमाइलो चौर जस्तो छ। पानी चाहिँ पर्ने, कहिले रोक्ने, पानी पर्ने रोक्ने। रेनकोट चाहिँ एकदम कम्पलसरी छ। ल हिँडौँ। अब कति बज्यो भन्दाखेरि ठ्याक्कै 1 बजे छ हाम्रो ट्रेकिङ सुरु भएको। ल सुरु गरौँ। लेट्स वक। ल गाइस, सोचे जस्तो चाहिँ सजिलो छैन है ट्रेकिङ। हाम्रो फर्स्ट टाइम भएर पनि होला सायद। जहिले गाडीमा हिँड्छौँ त्यही भएर गाह्रो भइरहेछ हामीलाई चाहिँ अहिले। अब सुजनलाई के छ हालखबर? ड्याडको चाहिँ BPM 100 छ, अनि 88 अक्सिजन छ O2। मेरो चाहिँ 82 थियो O2 है। कस्तो 4 गरिरह है। आफ्नो 4 आफै लैजानुहोस् नि है। त्यही यो बिच बाटोमा एउटा बस्ने ठाउँ पनि रहेछ, पानी परेको यस्तो राम्रो ठाउँ छ। हामी चाहिँ भिज्दै भए पनि आइरहेछौँ। ल गाइज, हामी चाहिँ 4020 एल्टिट्युडमा छौँ अनि यस्तो छ बाहिरको वेदर। ट्रेकिङ आएको हुस्सुमै हराउँछ मान्छेहरू त। इट्स अ ब्युटिफुल स्टेप्स। एक भ्यू चाहिँ एकदमै बबाल छ यहाँ। एकदमै वेदर पनि मजाको भइरहेछ। सन्नीलाई चाहिँ गाह्रो भएको छ, अरू त आइरहेछ ठिक छ सबै। सन्नीलाई चाहिँ अलिक गाह्रो भएर अप्ठ्यारो भइरहेछ, बट स्टिल विल गन मेक इट। ल गाइस, सानो ड्रोन सट हजुरहरूको लागि। गाइस, सानो सानो असिना पर्न थालेको छ। अझै 1 घन्टा बाँकी छ, तर ट्रेक चाहिँ एकदम ब्युटिफुल छ है। वेदर इज गेटिङ वर्स्ट। पुरै नित्रुको भइसक्यो। फाइनली गाइस, सानो कुण्ड चाहिँ देख्यो, तर प्रोबब्ली यो चाहिँ होइन होला, माथिको होला। ल चाहिँ हिँड्नु भयो त माथि।
finally conquered the Bhairabkunda after 3.5 hour hike. हामी चाहिँ भैरवकुण्डमा आइसकेको छौँ र पानी लाइक हाफे जति त पानी नै परेर हामी सबजना नित्रुको भइसक्यो। यहाँ सब वचा नै भिजेको छौँ, अझै पनि पानी परिरहेको छ। सो त्यही हो, कुण्डमा चाहिँ अहिले फ्रोजन चाहिँ छैन, पुरै खुल्लै छ र टेम्परेचर चाहिँ आई थिङ्क बिलो 10 डिग्री छ। एकदमै रमाइलो ट्रेल छ, त्यति साह्रो हाई अल्टिट्युड हुने पनि चान्सेसहरू कमै छ। सो आउनुहोस्, भिजिट गर्नुहोस्, मस्ट कम प्लेस। सुजन सक्यो, भैरवकुण्डमा अरे कुण्ड ल 1 2 3 डुबी हान्न 1 2 3 ल गाइस अब हामी फर्किँदैछौँ। धन्न पानी परेको छैन अहिले, अनि तल अझ अलिक सजिलो पनि भइरहेछ माथि जानुभन्दा। फाइनली हामी गाडीबाट फर्किँदैछौँ तल। अब कहाँ बेस क्याम्प हुन्छ थाहा छैन, हेरौँ त। The next day. गुड मर्निङ फ्रम बगाम भिलेज है। आज हाम्रो यात्राको डे 3 र यस्टरडे वी कन्कोर्ड भैरवकुण्ड विच इज अबभ 4118 मिटर्स एबभ सी लेभल। अनि हिजो फर्किँदा वे ब्याक चाहिँ इट वाज अलरेडी टु लेट, अनि वी हेभ टु स्टप एट दिस भिलेज। अनि बिचमा कुनै बस्ने ठाउँ पनि कुनै थिएन र बाटो वाज वे डेन्जरस। अनि फेरि हिजो फर्किने लगभग 7:30-8 बजिसकेको थियो हामी, र फर्किने क्रममा एकदमै हुसु लागेको कारणले चाहिँ केही देखिरहेको थिएन राम्रोसँग। थ्याङ्क्स टु आवर फग लाइट्स है, धन्न त्यो वी आर इक्विप्ड विथ द गुड फग लाइट्स। त्यसले गर्दाखेरि चाहिँ मजाले अझ बाटोहरू पत्ता लगाउन अझ सजिलो भयो भनौँ न, नत्र त एकदमै गाह्रो थियो। हेडलाइटको उसले मात्र त सक्दैन थियो। अनि त्यसपछि वी डिसाइडेड टु स्टप एट दिस भिलेज विच इज भेरी गुड है। इट वाज अ गुड डिसिजन आई थिङ्क, नत्र फेरि राति नै परिसकेको थियो। प्लान चाहिँ तल लिस्टिकोटसम्म पुग्ने प्लान थियो, तर सकिएन किनकि एकदमै हुसु पर्ने रहेछ। र यो ठाउँमा आउँदाखेरि चाहिँ अलिकता विचार गरेर आउनुपर्ने हुन्छ है। अब भनौँ न बाटोहरू अलिकता मनसुन टाइममा चाहिँ मेनली चाहिँ मनसुन टाइममा चाहिँ आउँदाखेरि चाहिँ अलिकता विचार पुऱ्याएरै आउनु होला भन्न चाहन्छु म। र नाइस भिलेज, बगाम भिलेज। म चाहिँ हामी यहाँ बस्दाखेरि चाहिँ हामी पर पर्सन 500 लिएको थियो। यो ठाउँको चार्ज चाहिँ, होटेलको चार्ज चाहिँ पर पर्सन 500, अनि खानाको आई थिङ्क 350 चिकन खानाको, भेजको 300। र त्यही हो, वी आर रेडी टु रोल ब्याक टु आवर होम। अब आज बेलुकासम्म हामी घर पुग्ने प्लान छ। बिचमा हामी लन्च ब्रेकहरू लिन्छौँ, विल कुक आवर सेल्फ है। लेट्स गो। आई थिङ्क
यो रोड साइडमै हामी चाहिँ अब लन्चको लागि रेडी गर्छौँ। त्यो राम्रो ल्यान्डस्केप रहेछ। सो वी थट टु स्टप इट हियर एन्ड कुक सम लन्च। आउट अफ नो हेयर ऊ पपी कहाँबाट आयो, कुर्यो अनि हाम्रो पनि खाना सकेर बढी भएको थियो। सो वी गेभ इट टु हिम। मिठो गरेर खाइरहेछ, बिचरा दुब्लो रहेछ। धेरै लोभ पनि गरेन, चुप लाएर बस्यो, सुत्यो। हाम्रो खाने बित्तिकै वेट गरेर बसेँ। यो अन नेक्स्ट भिडियो है। अब भिडियो के कस्तो लाग्यो, के ठाउँ कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला, लाइक सब्सक्राइब धेरै गरिदिनु होला, सपोर्ट गरिदिनु होला च्यानलको लागि। यस्तै कन्टेन्ट लिएर फेरि पक्कै पनि आउने नै छु। अन्टिल देन किप एक्सप्लोरिङ, बाई बाई।